हेलो नमस्ते गुड मर्निङ सबैजनालाई म यम कुमार राई प्यारिस फ्रान्सबाट हैन आज चाहिँ हाम्रो दैनिक कार्यमा आजको प्रेजेन्टेसन भइसकेको छ। आजको कार्यक्रम भनेको चाहिँ हाम्रो यो ग्यारेजको ढोका चेन्ज गर्ने यो पुरानो हो हैन नयाँ आइसकेको छ। यो चाहिँ पुरानो यस्तो फोल्डिङवाला छ। अब चाहिँ मोटरवाला चाहिँ यो चाहिँ हातले मात्रै खोल्ने थियो हैन। अब चाहिँ हाम्रो मोटरवाला हामीले चेन्ज गर्दैछौँ हैन। मोटर सिस्टम अटो गेट रिमोटले रिमोट सिस्टमको सुइना जान्छ। हाम्रो यहाँ आइसकेको छ अलरेडी आइसकेको छ हैन। यो गेट चाहिँ यसको लार्जर चाहिँ 2 मिटर 40 छ। 2 मिटर 60 सेन्टिमिटर 60 हैन 40 2 मिटर 40 सेन्टिमिटर चाहिँ यसको लम्बाइ यसको चौडाइ उचाइ चाहिँ 2 मिटर। यो चाहिँ युनिभर्सल साइज हो। यो चाहिँ प्राय के भन्छ यो ग्यारेजको ढोकाहरूको यही हुन्छ। यदि योभन्दा ठुलो अर्थात् योभन्दा सानो हो भने चाहिँ अर्डर गर्नुपर्छ। त्यसको त्यो चाहिँ पाउन अलिक गाह्रो हुन्छ। त्यसको लागि चाहिँ अर्डरै गर्नु चाहिँ टाइम लाग्छ। युनिभर्सल साइज चाहिँ दोकानमा पाइरहेको हुन्छ है। अब हामी चेन्ज गर्दैछौँ। अब यो खोल्छौँ अनि मात्रै हामी देखाउँछौँ। अब हामी खोल्दैछौँ यसलाई निकाल्दैछौँ। हामीले ग्यारेज निकाल्ने हाम्रो ग्यारेज भत्काउने कार्यक्रम भएर छ हैन। यहाँ चाहिँ भत्काउन त जसले पनि भत्काउँछ, बिगार्न त जसले पनि बिगार्छ हैन। जसले बनाउन सक्छ त्यो चाहिँ मिस्त्री हो अर्थात् चाहिँ टेक्निसियन हो हैन। यहाँ चाहिँ यो साइडमा हाम्रो सबै निस्किसक्यो। यो साइडमा चाहिँ अलिकति गाह्रो भएर खिया लागेर छ। जसले गर्दा हामी यो युज गर्छौँ। तपाईँहरूलाई पनि फलामहरू खिया लागेछ केही छ भने यो युज गर्नुहोस्। यो स्प्रे हानेर छोडिदिनुहोस्। 5-10 मिनट पछाडि खोल्नुहोस्। तपाईँको नट बोल्टहरू सबै निस्किन्छ है त। अब म हालेर छोडिदिन्छु है। एकछिन हालिदिन्छु स्यास पारेर छ्यास। एक साइडको त निस्किसकेको छ हाम्रो। एक साइडको चाहिँ बैमान गर्दैछ। त्यो पनि हामी निकालेर छाड्छौँ। निकाल्नलाई स्प्रे हानेपछि अब त्यसको 1 मिनट पछाडि त्यसको 2-4 मिनट पछाडि यो 2-4 मिनट पछाडि त्यो चाहिँ एकदम अब एकछिन निकालेको देखाउँछु हामी। ओके ल हाम्रो चाहिँ यहाँनिर समथिङ 3-4 मिनट वेट गऱ्यौँ होइन। त्यस पछाडि त्यसलाई हामीले यसो हल्का मार्तोले हान्ने होइन। त्यस पछाडि स्वाट यो छिराइदिने अनि यसको यो यसरी नट निकाल्ने तरिकै है। त्यो स्प्रे हान्ने 5-10 मिनट पछाडि मार्तोलाई टकटक हान्ने अनि लुज हुन्छ अनि घुमाइदिने। यसले त्यति मात्रै होइन कि जुन यो स्प्रेले चाहिँ तपाईँको खिया लागेको ठाउँमा अर्थात् कुनै मेसिनहरू राम्रो चलाइ छैन भने त्यो हालेर अलिअलि हल्लाउनुहोस्। बिस्तारै खुल्छ होइन। मोटरहरू पनि मोटर भन्दा स्पेसली यो ग्यारेजहरूमा कुनै पुरा ब्लक हुन्छ नि होइन। त्यसको जहाँ घुम्ने ठाउँमा चाहिँ त्यो स्प्रे हालेर बिस्तारै तलमाथि गर्नुहोस्। बिस्तारै गर्नुहोस् त्यो खुल्छ है त। हस् हामीले भत्काउने कार्य त लगभग सकेछौँ होइन। तर पनि यो निकाल्न अलिकति गाह्रो भयो। कस्तो हुन्छ नि पुरानोमा चाहिँ त्यसको त्यो ठाउँको सिचुएसन चल्नुपर्ने हुन्छ। यदि नयाँमा भयो भने आफ्नो तरिकाले बनाएको हुन्छ ठ्याक्कै मिल्छ कि। अब हेरौँ यो यदि यो निकाल्नु पर्छ भने निकालौँला। पहिले चाहिँ हाम्रो ढोका निकालेर हेरौँ होइन, खोलेर हेरौँ। यदि भएन भने निकाल्नै पर्छ। नर्मली माथिदेखि निकाल्नु नपर्ने हो। साइडमा चाहिँ अलिकति पुगिरहेको छैन। यहाँनिर 240सम्म हुनुपर्ने तर 235 छ। अब हेरौँ जसरी पनि हामीले मिलाउनु पर्यो है। ल ओके चाकचुक भएको यहाँ भाइले चाहिँ ग्यारेजको ढोकालाई अनबक्सिङ गर्दैछ। अनबक्सिङ माथिको चाहिँ त्यो फ्रेमहरू त्यसको पार्ट पुर्जा हो। मुनिको चाहिँ ढोका मात्रै है। फेरि माथिको त्यो पार्ट पुर्जा निकालेर चाहिँ थाहा भइहाल्छ हाम्रो कस्तो किसिमको हुन्छ भनेर। अब त्यो मेनुअल बुक रहेछ होइन। बुक पनि चाहिन्छ। त्यो सब पार्ट पुर्जा हो। ल ठिक छ। अब हामी पार्ट पुर्जा हेर्छौँ। यहाँ हामी बनाउँछौँ है। हामीले चाहिँ फाइनली हामीले यो स्प्रिङहरू सबै फिट गरेर ग्यारेज नर्मली भइसक्यो। अब मोटर मात्रै बाँकी छ फिट गर्नलाई। नर्मली हाम्रो हिजै काम सकिन्थ्यो होइन। पानी बेसरी पर्यो त्यसले गर्दा हाम्रो भिडियो पनि बनाउन सकिएन भने जस्तो। अर्को चाहिँ मेन प्रब्लम के भयो भने यो पुरै मोडिफाई गर्नु पर्यो क्या। जस्तै ढोकाको साइजको चाहिँ हाम्रो यो ढोकाको साइज चाहिँ हामीले युनिभर्सल साइज लिएको थियौँ होइन। यो चाहिँ 2 मिटर 40 सेन्टीको हो युनिभर्सल साइज होइन। यहाँ चाहिँ लास्टमा हामी यो पुरानो ग्यारेज निकालेपछि हाम्रो 2 मिटर
30 मात्रै भयो जसले गर्दा हामीले 15 सेन्टिमिटर जति काटेर फ्याँक्नु पर्ने भयो होइन त्यो गरेर मोडिफाई गर्नु परेकोले गर्दा हामीलाई 2 दिन लाग्यो नत्र हाम्रो 1 दिनमै चट हुन्छ कि हाम्रो अब हामीले यहाँनिर मोटर मात्रै हाल्नु बाँकी छ हामी यतापट्टि अन्त भाइ म बन्द गरेर देखाउँछु हाम्रो ग्यारेज भइसक्यो ग्यारेज भइसक्यो बन्द भयो यति हो यो मोटरले यस्तो फ्याँकेपछि झ्यापो अनि हाम्रो खोलिन्छ अटोमेटिकली यति हो ग्यारेज पछि मोटर लगाएपछि मोटरले उता यसरी तान्छ सिधा हुन्छ होइन हामी मोटर हालेर पनि हामी देखाउनेछौँ किनभने हिजै सकिन्थ्यो हाम्रो यो काम हिजै काम सकिन्थ्यो मोडिफाई गर्नु पर्यो बेसरी यो चाहिँ हाम्रो यहाँको खास भन्यो भने यो यसको फिक्सेसन चाहिँ यो चाहिँ यो साइड छ नि यो चाहिँ भित्तामा फिक्स गर्नुपर्ने होइन भित्तामा फिक्स गर्नुपर्ने हामीले यो चाहिँ ठाउँ एकदम अप्ठ्यारो भएकोले गर्दा यतातिर दुलो बनाएर फेरि हामीले फिक्स गरेछौँ हामीले कम्पनीलाई नै फेल खुवाइदिउँ कम्पनीले अर्को तरिकाले फिक्स गर्नु भएन थियो लास्टमा मोडिफाई गरेर मोडिफिकेसन गरेर हाम्रो तरिकाले फिक्स गर्यौँ हैन जो हाम्रो ग्यारेज काम गर्नु पर्यो त्यति हो अलिकति सानो मात्रै भयो 10-15 सेन्टिमिटर अलिकति सानो भयो त्यति मात्रै हो मोटर फिट गरेर हामी रिमोट कन्ट्रोलले ढोका खोलेर देखाउँछौँ अब हाम्रो ग्यारेजको लगभग सबै सकिएछ होइन हाम्रो फिक्सेसन सबै सकिएछ यो मोटरमा करेन्ट जोडेर त्यसको प्रोग्राम मिलाउन मात्रै बाँच्छ त्यसको मोटर चाहिँ यहाँनिर हाम्रो फिक्सेसन लगभग सबै सक्यो यहाँको उसको मोटर करेन्ट राखेर यसको प्रोग्राम मिलाउँछौँ अनि रिमोट कन्ट्रोलबाट खोल्ने बन्द गर्ने ओपन क्लोज बनाउनुलाई यहाँ सिस्टम होइन अब भरे आउँछ त्यसमा ओके साथीहरू फाइनली हाम्रो चाहिँ ढोका ओके भइसकेको छ हाम्रो ग्यारेजको ढोका ओके भएछ यहाँ मेरो हातमा रिमोट कन्ट्रोल छ होइन यो ढोका चाहिँ के भने हाम्रो साइजमा चाहिँ स्ट्यान्डर्ड साइज भनेको लम्बाइ चाहिँ 240 हो होइन 2 मिटर 40 सेन्टि हो उचाइ भनेको चाहिँ 2 मिटरको होइन हामी चाहिँ यहाँनिर सानो भएकोले ठाउँ सानो भएकोले गर्दा मोडिफाई गरेर यो चाहिँ 2.25 को मात्रै छ 2 मिटर 25 सेन्टिमिटरको मात्रै हामीले काटेर मोडिफाई गरेर मिलाएको छौँ फिक्सिङ गरेको होइन फिक्सिङ गरेर छौँ कम्पनी पनि फेल खाइसक्यो फेल खाइसकेको छ होइन अनि अर्को कुरा चाहिँ के भन्दा फेरि 2 दिन जति सुत्यो के कुरो के भयो भने यो मोटर छ नि यो मोटर होइन यो मोटरको चाहिँ फ्युज गयो फ्युज जाँदा चाहिँ यहाँ केही पनि करेन्ट आउँदा तपाईँको यहाँ दुईवटा चाहिँ फ्युज हुन्छ 4 एम्पियरको फ्युज हुन्छ यस्तो फ्युज हुन्छ हेर्नुहोस् होइन 4 एम्पियरको फ्युज हुन्छ अनि त्यो 2 दिन जति सुत्यो त्यसपछि आज हामीले ओके गरेछौँ फाइनल्ली चाहिँ हामीले कम्प्लिट गऱ्यो हैन कम्प्लिट गरेछौँ हामीले चाहिँ प्रोग्रामिङ गरेर सबै रेडी भइसकेछ अब चाहिँ खोलेर देखाउँछौँ है अन्त प्रोग्रामिङ गरेर तपाईँले चाहिँ अटो ग्यारेज चाहिँ तपाईँले रेडी गर्नुभयो अब खोल्नु र ओपन र क्लोजको लागि रेडी हुन्छ त है एकदम रेडी ल रेडी फर टु गो रिमोट ओके त्यसले हाम्रो ल देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ हामी बाहिरबाट पनि बन्द गरेर खोलेर हाम्रो ढोका खोल्यो मानेन तपाईँको गाडीभित्र छिर्यो गाडी छिर्यो होइन अब हामी फेरि बन्द गर्छौँ रिमोटबाट है अटो फेरि ल हेर्नुहोस् ल हेर्नुहोस् त आवाज बिना नै टक्क बन्द भयो बाहिरबाट पनि है यदि तपाईँहरूको पनि कसैको मोटर ग्यारेजहरू यसो बिग्रेको छ भने अटो ग्यारेजहरू बिग्रेको छ भने चेन्ज गर्नु परेमा मोटर चेन्ज गर्नु परेमा चाहिँ हाम्रो मिस्टर एम कुमार राई दाईलाई चाहिँ सम्झाउन सक्नुहुन्छ ल बाहिरबाट ल हेर्नुहोस् बाहिरबाट पनि टक्क हामीले हेरेका छौँ यसरी यहाँ जान्छ ल ट्याक ओपन भयो मैले बन्द गरेँ है ल ट्याक्क बन्द सकम छ
हस् त धन्यवाद धन्यवाद ल थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच सबैजनाले तपाईँहरूलाई के कस्तो लाग्यो हाम्रो भिडियो होइन हेरेर मन हेर्दै पराइदिनुहोस्। जानुहोस् हामी तपाईँहरूलाई यस्तो भिडियोहरू देखाउँदै जानेछौँ नयाँ नयाँ सिक्नु नयाँ नयाँ भिडियोहरू भिडियोहरू जस्तै अब हामी दुईवटा किसिमको हप्तामा दुईवटा किसिमको भिडियो अपलोड गर्छ एउटा चाहिँ घुमेको एउटा चाहिँ यस्तै काम सम्बन्धी हाल्छौँ सिपमूलक, होइन सिपमूलक अर्थात् जानकारीमूलक होइन। जानकारीमूलक हामी चाहिँ भिडियो हाल्छौँ हस् धन्यवाद यदि तपाईँलाई के कस्तो लाग्यो यदि राम्रो लाग्यो भने कमेन्ट सेयर गरिदिनु होला लाइक, सेयर गरिदिनु। साथीहरूलाई सब्सक्राइब पनि गरिदिनु है साथीहरू गरिदिनु है ल हस् धन्यवाद